नमस्कार। म विद्यालयले हरेक आइतबार लिने गरेको परीक्षाको मार्क्स कसरी इन्ट्री गर्ने भन्ने विषयमा सानो जानकारी दिन गइरहेको छु। सबैजनाले विद्यालयको न्युटन स्कुल नामको एप लगइन गर्नुहोला। यसरी आफ्नो आइडी र पासवर्ड हालेर विद्यालयको एप्स लगइन गर्नुहोस्। यसरी आफ्नो एप्स लगइन गरिसके पछाडि विद्यालयको एपमा लगइन गरिसके पछाडि यस्तो इन्टरफेस हुनेछ। तपाईँले आफ्नो प्रोफाइलमा क्लिक गर्नुहोस्। यसरी आफ्नो प्रोफाइलमा क्लिक गरिसके पछाडि मार्क्स इन्ट्री भन्ने मेनु देख्नुहुन्छ। मार्क्स इन्ट्री भन्ने मेनुमा तपाईँले क्लिक गर्नुहोला। यसरी मार्क्स इन्ट्री भन्ने मेनुमा क्लिक गरिसके पछाडि आफूले कुन कक्षाको इन्ट्री गर्न खोज्नु भएको आफ्नो यहाँनेरि जस्तै मैले कक्षा 10 ग्रुपमा नन गरे सेक्सन सन र अब यहाँनेरि आयो कुन क्रमको कुन एक्जामको मार्क्स इन्ट्री गर्ने भन्ने कुरा। अब हामीले प्रत्येक आइतबार लिइरहेको परीक्षाको नाम छ एसडब्ल्युपिटी। एसडब्ल्युपिटी भन्ने परीक्षा टाइपमा छान्नुहोस्। एसडब्ल्युपिटी भन्नाले सब्जेक्ट वाइज पर्फर्मेन्स टेस्ट। यहाँ आयो एसडब्ल्युपिटी सब्जेक्ट वाइज पर्फर्मेन्स टेस्ट। त्यो मार्क्स यहाँनेरि क्लिक गर्ने तपाईँले। यहाँ क्लिक गरिसके पछाडि कुन विषयको मार्क्स इन्ट्री गर्ने भन्ने विषय यहाँ छ। तपाईँले सब्जेक्टमा क्लिक गर्नुहोस्। जस्तै नेपाली विषयको मार्क्स इन्ट्री गर्नको लागि आफ्नो विषय छान्नु होला। यसरी विषय छानिसके पछाडि प्रत्येक विद्यार्थीको नाम सिम्बल नम्बर आउँछ। यसरी प्रत्येक विद्यार्थीको नाम र सिम्बल नम्बर देखिसके पछाडि नानीहरूले जस्तै प्रत्येक आइतबार लिएको परीक्षाको थ्योरी विषयको फुल मार्क्स 50 र पास मार्क्स 18 रहेको छ। यसमा तपाईँले आफ्नो विद्यार्थी नानीले पाएको मार्क्स हाल्नु होला। जस्तै यो विद्यार्थीले 45 मार्क्स पायो। त्यसै गरी अर्को विद्यार्थीले 25 मार्क्स पायो। यसरी नै आफ्नो नानीले पाएको मार्क्स इन्ट्री गर्नुहोस्। केमा भन्दा थ्योरी सबै टिक लगाउनु होला। थ्योरी यो एब्सेन्ट छ भने टिक लगाउने बच्चा। अब एब्सेन्ट छैन परीक्षा दिएको छ भने सिधै मार्क्स हाल्ने। यसमा तपाईँले यहाँनेरि 25 मार्क्स पाएको छ भने मार्क्स लेख्ने र अथवा यो विद्यार्थी एब्सेन्ट छ भने थ्योरी एब्सेन्टमा टिक लगाउने। यसरी मार्क्स हालिसके पछाडि तपाईँले यहाँनेरि सेभ बटन छ एउटा, मार्क्स सेभ गर्नु होला। यहाँनेरि मार्क्स यसरी सेभ भयो। यसरी आफूले परीक्षा लिएको विषयको मार्क्स इन्ट्री गरी विद्यालयमा जानकारी गराइदिनु होला। हस्त धन्यवाद।